जिन्दगीमा मेरो फ्यान हुन्छन् कि हुँदैनन्, मलाई मेरो भिडियो रुचाइन्छ या रुचाइन। सब्सक्राइब गरिदिनु होला भनेको मिलेन रे। काला हो जाऊंगी इसलिए मैं क्या करूं, मेरी मजबूरी है गाइस। हेलो एवरीवन, नमस्ते, वेलकम माय यूट्यूब चैनल। ओके मलाई त के भन्दैन आउँदैन कि। कैसा लगा मेरा मजाक? कसरी बोल्ने हो, कस्तो के गर्ने हो, कसरी भिडियो बनाउने हो, कसरी सुरु गर्ने हो भन्ने कुरा खासै आउँदैन हो। तर पनि मलाई बनाउन त छोड्दिन के। बडा हरामी हो बेटा। अनि मेरी बहिनीले आज भन्दै थिइन् सब्सक्राइब गरिदिनु होला भनेको मिलेन रे। मारो मुझे, मारो मारो। मैले भनेको मिलेन रे, अलि राम्रोसँग भन्नु पर्यो रे, अलि बेजेत लाग्यो रे उसलाई। अनि भनि त्यसले मलाई यस्ता कुरा, हरेक कुरा धेरै खासै म राम्रोसँग बोल्न जानिनँ रे। अनि त्यसले मलाई सिकाउँदै थिए। ठिकै छ, त्यसले सिकाए पनि ठिकै लाग्यो। अब ठिकै छ, नजाने कुरा सिकाइ भन्ने जस्तो नि भयो। तर पनि म यस्तै, मेरो त्यो टोन हो कि यस्तो शब्द हो कि के हो, यस्तै आउँछ कि, हल्का मिस्टेक आउँछ कि, मिस्टेक तरिकाले, खासै त्यो राम्रो खालको आउँदैन होइन। त्यही पनि अब यस्तै छ जिन्दगी, चलिरहेछ भनौँ। चल्न त के चल्ने हो, कटाइरहेको छु भनौँ। के भन्छन् रे, के गर्नु गाह्रो छ, दाङको गर्मी, एकैछिन यस्तो गर्मी, यस्तो पसिना, यस्तो गर्मी, यस्तो पसिना छ गाइस। हेलो बेबी, आई मिस यू। काला काला हो जाऊंगी इसलिए मैं ऐसे तरीके से, मैं ऐसे ओढ़ के चलती हूँ घाम के बाहर। ओके तो मैं अच्छी नहीं लग रही हूँ, मुझे पता है, बट ये सब क्या देखना पड़ रहा है। अच्छा है मैं अंधा हूँ। मैं क्या करूँ, मेरी मजबूरी है गाइस, मेरी मजबूरी है, इसलिए मैं ऐसा सॉल करके हिंदना पड़ता है। मुझे गाय चराना भी पड़ता है। इसलिए मैं बर्बाद हो रही हूँ। मेरे पे क्या हो रहा है इधर के छैन। अब म उतातिर जान्छु टक्कपारामा, अलि छाता बोक्न झ्याउ लाग्छ क्या मलाई। के छैन, काली भए पनि ओके मर्ने हो, गोरी बहिनी मर्ने हो। त्यही हो जिन्दगी चाहिँ, खुसीको रमाइलो जिन्दगी हुनुपर्छ भन्ने कुरा। रमाइलो जिन्दगी हुनलाई आफूले रमाइलो नगरेर हुनेवाला छैन। अरूले दिने भनेको टेन्सन र पीडा हो। त्यही भएर आफू चाहिँ जे छ जस्तो छ त्यहीमा खुसी हुन कोसिस गरे, त्यही ठुलो कुरा हुने हो, त्यही रमाइलो हुने हो। त्यही राम्रो हुनु पर्यो। गाई आइज छिटो। क्या करता है, मुझे गाल खुआएगा तू? तेरा दिमाग सिमाग नहीं है तेरे गाई के? पछाडि किन छटिस? आइस छिटो आइस त। टक्कबाट म उता चौरतिर जाने हो। अनि भिडियो बनाउँदै ओके हिँड्दैछु म। अब म जान्छु गाई चराउन। के भयो यस्तो, के हो, गाह्रो छ, गाह्रो छ। गाईले धोका दियो मलाई। उफ, क्या कर सकते हैं हम, मजबूरी है भाई, मजबूरी। ऐसे करके हिँड्ना मेरा मजबूरी है। मैं क्या करूँ, मेरा ये रहर नहीं है, बाध्यता है। मैं ऐसे काम नहीं करूँगी तो
मुझे घर से निकाल देंगे मैं काम करूँगी तो मुझे गाह्रो छ गाईले कस्तो दुःख दियो कि मलाई छ्या यति गर्मी छ आज यति गर्मी छ यति गर्मी छ पुरै छोडिदिनु यति गर्मी छ मेरो त मान्छेको एउटा मुठो भए ढुकढुक एक ठाउँ गर्छु होला भन्ने यस्तो भइसक्यो म त के गरी मान्छे 80 90 100 वर्षसम्म बाँच्छन् म त यही 20 वर्षसम्म बाँच्न पनि मलाई गाह्रो भइसक्यो कैसा लगा मेरा मजाक यस्तो गर्मीले नै म मर्छु भन्ने यस्तो भइसक्यो अहिले यस्तो गर्मीमा गाई हेर्नु पर्छ यस्तो गर्मीमा बरु गर्मीमा खाना पनि नपर्ने गाई पनि हेर्नु नपर्ने काम पनि गर्न नपर्ने भए आनन्द हुन्छ के कैसा लगा मेरा मजाक खाना परेपछि आफूले खाएर मात्रै भएन गाईलाई पनि खाना दिनु पर्यो मेरो गाई पापेनी गाई हुन् कि पापेनी गाई मेरो लागि भनेर जन्मिया क्या हो मेरै लागि जन्मिया हो क्या यिनी गाई पनि जिन्दगीमा मेरो फ्यान हुन्छन् कि हुँदैनन् मलाई मेरो भिडियो रुचाइन्छ या रुचाइन्न मन पराउँछन् पराउनन् त्यो थाहा भएन तर यता हो कि यता मेरो भिडियो चाहिँ राम्रो मान्ने चाहिँ मेरो सुशान्त बाबु छन् के हो मलाई अलिक सपोर्ट गरिरहेछन् है मेरो भाइले अनि मेरो भाइले सपोर्ट पनि गरिरहेछन् मलाई अनि मेरो बारेमा यताउता सोध्ने अनि दिदी भन्ने अनि दिदी पनि भनिदिन्छन् अनि आन्टी पनि भनिदिन्छन् भन्छन् कि नि भाइले तर केही छैन अनि बाबुले पनि युट्युब च्यानल खोल्ने हुन् रे रहर लाग्छन् रे यिनलाई पनि अनि यिनले अब भिडियो सिडियो बनाउने हजुर देख्यौ यिनलाई रहर छ अरे अब यिनले पनि च्यानल खोल्यो भने यिनलाई पनि सपोर्ट गर्नुपर्छ होला अनि म अब गेम प्लेको भिडियोहरू हान्छु मैले दिदीको भिडियोमा भनिसकेको छु अनि मेरो कस्तो जान्छ हेर्नु होला मलाई अलि सपोर्ट पनि गर्नु होला दिदीसँग भनेर मैले पनि खोल्नु पर्यो यति नै हो अरू चाहिँ दिदीसँग जाम गाइज यिनी बाबु यिनलाई पनि युट्युबको अलिअलि त्यो चलिरहेछ कि मलाई चरा जस्तो अब यिनले पनि युट्युब च्यानल खोल्यो भने म यिनको टक्क पारामा यिनलाई पनि सपोर्ट गर्नुपर्छ र मलाई पनि तपाईँहरूलाई पनि अनि त्यो तरिकाले जानुपर्छ यिनी बाबुको चाहिँ मलाई भस्मै माया लाग्छ कति ज्ञानी छन् कि मोटु मोटु पत्लु पत्लु बाबुहरू अनि सङ्गम बाबु झन् कति ज्ञानी छन् ज्ञानी हुँदा गइगे सब्स्क्राइब गरेर कमेन्ट गर्नु ज्ञानी बाबु छन् हौ यति ज्ञान त म पनि थिएन क्या पहिला जस्तो लाग्छ कि त्यो सङ्गम बाबुलाई देख्दा त युट्युबर बन्ने सपना छ बाबुको पुरा गरिदिनु पर्छ ल गाइड्सहरू गर्नु यति ज्ञानी मान्छन् के यस्तै जिन्दगी चल्दैछ के चल्नु र चलाउँदैछु अनि यति नै मेरो भिडियो एन्ड भयो ओके बाई गाइज एभ्रीबडी अनि मेरो भिडियो मन परेमा सब्स्क्राइब गर्न सक्नुहुन्छ